सङ्क्रान्ति स्पेशल दामी आजै नै सबैजना भेला भएर मनाउन लागेको छ माघे सङ्क्रान्तिको रोटी ल लागेर रोटी पनि त खाउँछ लाग्दैन भयो नि त आएको हो अझ अहिले त भएर खतम पारेको हेर्न केही सकेको पनि छैन भने छुट्टी भएको कारणले गर्दा नानीहरूको छोराकोमा छोरी र ज्वाइँ पनि आउनु भएको छ तरुल चाहिँ यहाँनिर खासै धेरै नपाउँदो रहेछ तरुल चाहिँ खै उसिनु पर्छ तरुल ल्याएको फ्राई गर्दा हुँदैन तरुल भोलि बिहान खाउँ होला आज नखाए चाहिँ कहिले भोलि अझै खाने कि भोलि अब सबै त आजै खाने ए त्यसरी पकाउनु पर्छ त्यो अब अहिले ल त्यो त एकैछिनमा 10 मिनट लाग्छ फोन गर्छ माइक ढोका के गर्यो चुदैछ छिटो एउटामा हटाइदिनु छेउ लाग्दो 10 वटामा के हालिराख्नु अट्छ नि त एउटा साइड मात्र मिलाउनु पहिला राख्नु भयो अलि तान्यो ठिक छ नेपालबाट मम ड्याड आयो भने चाहिँ यहाँ आएर के खानु पाइन्छ यहाँ तल छोइला बनाउनलाई सेकुवा पाकिरहेको होइन राङ्सको यहाँनिर टक्क सिकुटी बनिरहेको होइन लगभग 30-40% ड्राई भइसक्यो यो नि त होइन यहाँ के भइरह मुलाको अचार पाकी बनिरह यहाँ सेल रोटी माइट व्हाट क्यान यु आस्क फर ए यस्तो छ यहाँ जिन्दगी यहाँ तरुल सिमल तरुल यसलाई के भन्छ अरे यसलाई समथिङ मेड आउट अफ दाल तानो भएको चिजहरू पाकिरहेछ यहाँ आज मिनी बारा भन्छ नि हाम्रो त्यहाँ उमा खाने भन अझै यहाँ छोइला ए छोइलाक लागि रे यो ठाउँ यो चाहिँ हाम्रो माघे सङ्क्रान्ति आज भनेर टक्क सेलिब्रेट हुँदैन मेथी आमा यहाँ त झिँगा दादा दुईटा छिरेको छ कि डान्स हान्दैछ नि हौ यहाँ डान्स खाँदैछ आज के चाहिँ भन्दा हो रज्जै भइरहेको छ यिनीहरूको पो मैले यति हालिरहेको छु कि टमाटर छोइला त एकछिन न पिरो हुन्छ कि हुँदैन पिरो त मैले 10 वटा चाहिँ डल्ले खोर्सानी हालेको छ मार्ने मन छ क्या हो 10 वटा डल्ले खोर्सानी हालेको अरे म त खान्न मलाई चाहिँ हेर्दै पिरो भइसक्यो बा मम्मीले त्यस्तै बनाउनु हुन्छ कि सुकुटीको उयो अचार पिरो मात्रै भयो भने त के मजा आउँछ त नि अलिअलि मासुको टेस्ट पनि आउनु पर्यो नि हो 10 वटा डल्ले खोर्सानी यो आमा छोरीलाई चाहिँ बनाउनु नदियो भने चाहिँ छोइला मम्मीले हाल भनेको म त हाल्दै के साह्रो पहिला जस्तो कहाँ पिरो खान सक्छ त नि भिडियो बनाउँदै चिचा पिरो भन्दै यो पिरोको भोगीलाई रोजे खोल्दा नयाँ रोजे यसमा त केही पनि छैन 4% मात्रै छ यसमा
Ivan Ho from अस्ति भर्खर हन्टर भ्यालीबाट ल्याएको वाइन ए खोलेकै छैन छोड्दिनु खोलेको छ सबैजना खायो भइहाल्यो नि खोलेर बाबाले खानुहुन्न त्यसको लागि त लिएर आएको खाने बाबा बाबा चाहिँ टु मच जिम गरेर हात मड्काउनु भएको रे ए सके चेक के हुँदैछ सिकुटीको हालखबर सिकुटी पाक्दैछ सुक्दैछ यो अन्त हो जाऊँ बाबा ओ ड्याड जाऊँ ल गाइजहरू रेडी है यहाँनिर टक्कसँगले पानीमा छिर्नलाई तिमीहरू सबैजना जाऊ पानीमा म एकछिन भिडियो खिच्छु अनि त्यो समातेर उता पुऱ्याइ पठाइदिनु पर्छ यतातिर आउने यतातिर गहिरो छ क्या यहाँ अलिक उता गहिरो छ कि यहाँ यतातिर खेल्दा हुन्छ यता अलिक गहिरो छ यहीँ बस्दा हुन्छ कि आनन्दले यहीँ बस्दा हुन्छ आनन्दले के चाहिँ यता ठोकिन्छ चस्मा त हराउँछ त्यसो गरेर होइन नजानु त्यतातिर गहिरो छ कहाँ बाबाहरू त्यहाँ सक्छ त सक्दैन नि पौडी खेल्न आउँदैन अनि यसमा बस्नु मम्मी बाबालाई चाहिँ यहाँ अल्छी लाग्यो अरे पानीमा जानु यस्तो राम्रो छ गाइस यहाँ स्विम मात्रै गर्ने खालको धेरै उता नजानु बाबा त्यति हो त्यति मजा आयो त खेल्नु न हो त्यसरी रिवाजले पनि समातिदिन्छ समातिदेऊ न समातिदेऊ अनि खेल्नुहुन्छ मम्मी यस्तै
टेन्सन छ उसमा त हराउँछ नि पानीमा डुब्यो भने युएसको हराइछ कि पानीमा डुब्नु गएको त चस्मा लगाएर यत्रो पक्वा पानी छ माछा हेर्नु कति धेरै 20 मिटर भन्ने